साथै यहाँहरूले उक्त भ्यान कहीँ कतै देख्नु भएमा प्रहरीलाई खबर गरिदिनुहोस् भनेर पनि लेख्नु भएको छ। हामी उनीहरू एउटा विदेशी गृहस्थसँग मिलेर आज हाम्रा समाजका बच्चा बच्ची बेच्ने, पछिल्लो समय धेरै बच्चा बच्ची हराए घटनाहरू आउँछन्, नभेटिएका पनि त्यत्तिकै छन्। त्यसकारणले अत्यन्तै शङ्कास्पद घटना हो। आशा छ हाम्रो सम्बन्धित प्रहरी प्रशासनले सूक्ष्म अध्ययन गर्नेछ, दोषीलाई समात्नेछ। यस्ता घटनाहरू हुनबाट साँच्चीकै हाम्रो समाजलाई एउटा सुशिक्षित बनाउने पनि एउटा यो घटना सत्य नभइदियोस् म कामना गर्छु। यदि यो घटना सत्य रहेछ भने साँच्चीकै अब बाँच्ने अवस्था समाजमा छैन, डराउनु पर्ने अवस्था भयो। घर भाउ भएका आफ्ना बालबच्चालाई जोगाउनु पर्ने अवस्था भयो। त्यसकारण यो सबैलाई सचेत रहन, सजग गर्न मैले आफ्नो यो भिडियो सार्वजनिक गरेको छु आफ्नो सोसियल मिडियाबाट। प्रत्येकले शेयर गर्नुहोस्। तपाईको एक शेयरले एउटा बच्चा जोगिन सक्छ।